चुनावको माहौल थियो। गाउँको चौतारीमा एउटा ठुलो बोर्डिङ बोर्ड टाँसिएको थियो, जसमा लेखिएको थियो, साँचो राष्ट्रवादीलाई मात्र भोट दिउँ, देशद्रोहीलाई चिनौँ। विवेक सधैँ झैँ साँझ चौतारीमा पुग्यो। त्यहाँ अलि बढी होहल्ला थियो। केही युवाहरू एउटा वृद्ध मानिसलाई घेरेर चिच्याइरहेका थिए। ती वृद्ध रामप्रसाद दाई गाउँका पुराना शिक्षक थिए। उनी भन्दै थिए, बाबु हो, विकासको कुरा गरौँ, शिक्षाको कुरा गरौँ। झन्डा मात्र फरफराएर पेट भरिँदैन, न त न्याय नै पाइन्छ। तर एउटा युवाले उनको सर्टको कलर समात्दै भन्यो, तपाईँ हाम्रो नेताको राष्ट्रवादी प्रश्न उठाउने? तपाईँलाई यो देशको माया छैन? तपाईँ पक्कै विदेशीको एजेन्ट हुनुपर्छ। विवेकले हस्तक्षेप गर्यो, ए भाइ, उनले त सुझाव मात्र दिएका हुन् नि। के प्रश्न गर्नु देशद्रोह हो र? हो, अर्कोले भन्यो। अहिलेको बेला प्रश्न गर्ने बेला होइन, समर्थन गर्ने बेला हो। जसले हाम्रो नेताको आलोचना गर्छ ऊ देशको वस्त्र योग्य छैन, देशमा बस्न चाहिँ योग्य छैन। चुनाव नजिकै गयो। गाउँमा दुई भाग बाँडियो। एकातिर अन्धराष्ट्रवादीहरू थिए, जसको लागि नेताको हरेक गल्ती पनि राष्ट्रहितमै थिए। अर्कोतिर ती मानिसहरू थिए जो डराएका थिए। उनीहरूले बोल्न छाडे, किनकि उनीहरूलाई अन्तर्राष्ट्रियत्वको त्याग लाग्ने भन्ने डर थियो। चुनावको अघिल्लो दिन त्यही राष्ट्रवादी भनिएको समूहले अर्को पक्षको घरमा ढुङ्गामुढा गर्यो। उनीहरूको तर्क थियो, देश बचाउनको लागि त्यस्ता शत्रुहरूलाई तह लगाउनै पर्छ। निर्वाचन त सकियो, तर गाउँ पहिलो जस्तो रहेन। छिमेकीले छिमेकीसँग बोल्न छाडे। सँगै चिया खाने साथीहरू शत्रु भए। राष्ट्रप्रेमको नाममा फैलिएको त्यो विषले समाजको भाइचारा देखाइदियो। एक दिन विवेकले ती वृद्ध शिक्षकलाई सोध्यो, गुरुबा, देश त जित्यो रे, तर मान्छेहरू किन हारेका? रामप्रसादले टोलाउँदै उत्तर दिए, बाबु,